नमस्कार अनि स्वागत छ प्रतिभा ह्यान्डमेड क्रिएसनमा। म प्रतिभा श्रेष्ठ आज पनि बुनाइ सम्बन्धी नयाँ भिडियो लिएर आएको छु। आजको भिडियोमा मैले यो बन स्टिक डिजाइन लिएको छु। यो डिजाइन कसरी बनाउने भनेर जान्नको लागि हजुरहरूले यो भिडियो अन्तिमसम्म हेर्नुपर्ने हुन्छ र प्रतिभा ह्यान्डमेड क्रिएसनलाई अहिलेसम्म सब्स्क्राइब नगरेको भए प्लिज गरिदिनु होला र नजिकै भएको बेल आइकन पनि प्रेस गरिदिनु होला, जसले गर्दा हजुरहरूलाई नयाँ भिडियो अपलोड हुनसाथ जानकारी हुनेछ। भिडियो हेर्दै जानु, मन परेमा लाइक गर्नुहोला, शेयर गर्नुहोला, कस्तो लाग्छ प्रतिक्रिया चाहिँ दिन नबिर्सिनु होला। त्यहाँ प्रतिभा ह्यान्डमेड क्रिएसनको फेसबुक पेज पनि छ, तपाईँ त्योमा पनि जोडिन सक्नुहुन्छ। त्यसको लिंक म डिस्क्रिप्सन बक्समा राख्ने नै छु। आज यो हेयर बनको लागि मैले यसमा दुईवटा कलर युज गरेको छु र यो स्टिक भइहाल्यो। यसमा पनि तपाईले यो धागो र्याप गरेर पनि युज गर्न सक्नुहुन्छ र र्याप नगर्दा पनि भयो। र र्याप गर्नुहुन्छ भने यसमा सानो फ्लावर पनि एट्याच गर्न सक्नुहुन्छ, त्यो अप्सनल हो। मैले चाहिँ योमा केही पनि गर्दिन, म यतिकै नै गराउँछु। यो डिजाइनको लागि मैले एउटा यो काँचको चुरा लिएको छु र दुईवटा कलरको धागो लिएको छु र यो 3 mm को क्रुस लिएको छु। यो चाहिँ मैले नेपाली धागो फुप्लाई धागो हो र यो काँचको चुरा भन्दा हजुरसँग मेटलको चुरा छ भने झनै राम्रो हुन्छ। मसँग चाहिँ मेटलको चुरा थिएन, त्यो भएर मैले यो काँचको चुरा नै लिए। हामीले चाहिँ यो बेस पार्टमा चाहिँ यो ग्रीन कलर राख्छौं भने माथि फ्लावरमा चाहिँ यो रेड कलरको गराउँछौं। एकदमै सजिलो र छिटो छ, बिगिनर्सले पनि सजिलैसँग बनाउन सक्नुहुन्छ यसलाई। आउनुहोस् आजको यो डिजाइन सुरु गरौं। मैले अगाडि पनि भने हामीले ग्रीनलाई चाहिँ बेस कलर बनाउँछौं र सुरुमा हामी यसरी नट गरौं। नट गराइसकेपछि यो चुरा भित्र राख्नु धागोलाई र यसरी सिंगल क्रोसेट गर्दै जानु। यसलाई पनि यसरी नै राख्दिनु यहाँ, जसले गर्दा हाम्रो यो धागो पछि गराउँदा पनि हुन्छ, यसरी बुन्दा बुन्दै पनि गराउन मिल्छ। यसरी यो पुरै बनाउने। यसमा मैले अब यो राउन्ड सके र यसमा स्लिप स्टिच गर्दिनु। यो सँगै हाम्रो योमा टोटल 62 वटा मैले यो सिंगल क्रोसेट गरी यो धागोलाई जुडाइदिनु। अब हामी अर्को धागो जोड्छौं। यसमा मैले टोटल 62 वटा बनाए। तपाईले पनि 62 वटै नै हुन्छ भन्ने चाहिँ हुँदैन, तपाईको धागोको मोटाई र चुराको साइज अनुसार त्यसमा थोरै या धेरै पनि हुन सक्छ, हजुरको बुनाइमा पनि डिपेन्ड हुन्छ यो चाहिँ। अब हामी यसमा अर्को कलरको धागो राख्छौं। यो हाम्रो बेस पार्ट भयो। अब माथिको फ्लावरको लागि चाहिँ यो रेड कलरको राख्छु मैले। यसलाई पनि हामी सुरुमा नट बनाउँछौं र यसमा गएर जोड्ने। 1 2 3 सिक्री लिनु र त्यसमै 4 वटा घर बुन्ने। योसँग चाहिँ 5 वटा हुन्छ। तपाईको धागो चाहिँ अलि मोटो छ भने चाहिँ 4 घर मात्र पनि गराउन सक्नुहुन्छ। मैले यसमा
5 घर बनाउँछु। यसरी 5 घर भइसकेपछि हामी एउटा घरलाई स्किप गर्छौं। यो घरलाई स्किप गर्छौं र यसमा गएर स्लिप स्टिच गराउँछौं। सिंगल क्रोसेट गर्दा पनि हुन्छ र स्लिप स्टिच गर्दा पनि हुन्छ, तर स्लिप स्टिच नै गराउँदा राम्रो हुन्छ। यसरी स्लिप स्टिच गराइदिनु र फेरि अब फेरि एउटा घर स्किप गर्नु र यसमा 5 घर बुन्नु। र फेरि हामी एक घर स्लिप गर्छौं र अर्को घरमा गएर एक घर स्किप गरेर अर्को घरमा स्लिप स्टिच गराउँछौं र फेरि हामी एक घर स्किप गरेर अर्को घरमा 5 वटा डबल क्रोसेट गर्छौं। यसरी 2 भयो, 3 4 5 फेरि हामी एउटा घर स्किप गर्छौं, अर्को घरमा गएर स्लिप स्टिच गराउँछौं। फेरि एक घर स्किप गर्ने, अर्को घरमा 5 घर गराउने। यसरी हामी यो पुरै राउन्ड बनाउँछौं। यसरी हामी बनाउँदै लास्टमा आएको छ। अब यो लास्टमा पनि हामी टाइट भयो 5 घर नै बनाउँछौं। सरी, दुई 3 4 5 अब हामी यो अर्को लास्टकोमा गएर यसमै स्लिप स्टिच गराइदिनु। हाम्रो जुन यो फर्स्ट छ त्योमा गएर यसरी स्लिप स्टिच गर्दिनु। यसरी स्लिप स्टिच गरेपछि यो धागोलाई एउटा चेन गराएर जुडाइदिनु र यो यसो गराइदिनु र हाम्रो यो पूरा भयो। यो फ्लावरको डिजाइन पनि पूरा भयो। यो धागोलाई चाहिँ पछाडीतिर राख्दिनु। यो पछाडी गरेको धागोलाई काट्दिनु जसले गर्दा फिनिशिङ राम्रो देखिन्छ। र हाम्रो यो फ्लावर वाला बन स्टिक पनि रेडी भयो। यसमा तपाईले मैले अगाडि पनि भने फ्लावर पनि एट्याच गर्न सक्नुहुन्छ सानो, तर मैले चाहिँ गरिन। योमा यो 2 वटा कलरको हाम्रो यो हेयर बन स्टिक रेडी भयो। एकदमै सजिलो छ। हजुरले सजिलो पनि मान्नु भयो होला। बिगिनर्सले पनि सजिलैसँग बनाउन सक्नुहुन्छ यसलाई। मैले अगाडि पनि भने यो तपाईले काँचको चुरा भन्दा मेटलको चुरा लिनुभयो भने झन् राम्रो हुन्छ। मसँग चाहिँ थिएन र मैले यो काँचको चुरा लिएँ। र तपाईले मेरो त यो हातमा पुग्दैन, सानो छ यो साइज। यो बेंगल्सको रूपमा पनि युज गर्न सक्नुहुन्छ। यस्तै धेरै बनाएर मेरो चाहिँ अलिकति यो सानो भयो। आजको यो डिजाइन कस्तो लाग्यो प्लिज मन परेमा लाइक गर्नुहोला, शेयर गर्नुहोला। कस्तो लाग्छ प्रतिक्रिया चाहिँ दिन नबिर्सिनु होला। र बुनाई सम्बन्धी भिडियोहरू हेर्नको लागि प्रतिभा ह्यान्डमेड क्रिएसन हेर्दै गर्नुहोला। धन्यवाद।